साथीहरू स्वागत छ मेरो काइलीको संसार युट्युब च्यानलमा। अनि आज चाहिँ म पूर्व पश्चिम घुमेर चाहिँ फर्स्टचोटि फेरि मेरो चर्चमा आफ्टर 1.5 मन्थमै होला फेरि चर्च जाँदैछु। चर्चभित्र के हुन्छ यसो राम्रो खालको कपिराइट नआउनेहरू छ भने म देखाउने छु। र अहिले चाहिँ अब हामी चर्चको गेटमा पुग्यो। भजनहरू गाउँदैछन्। हाम्रो आशा मण्डली हो म सङ्गति गर्ने चर्च। मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खड्कामा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको दौरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूका सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो पछौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै वास गर्नेछु। हालेलुया। परमप्रभु हाम्रो असल गोठालो हुनुहुन्छ। यहाँ जस्तै दाउदले परमेश्वरलाई केवल सहायक मात्र होइन तर आफ्नो जीवनको सम्पूर्ण अगुवाई गर्ने गोठाला स्वीकार गरेका छन्। त्यसै गरी आउनुहोस् मण्डली हामी पनि उहाँलाई आफ्नो जीवनको सबै नियन्त्रण उहाँलाई समर्पण गर्दै हामी उहाँको उपस्थितिमा जानेछौँ। हामी 2026 को दोस्रो शनिबारको छौँ। समय जाँदैछ, धेरैसँग जान्छ समय। पत्तै नपाइकन हाम्रो हातबाट समय खुस्किन्छ। तर पनि हामीले याद गर्नुपर्दछ हाम्रा सबै समयहरू परमेश्वरका दान हुन्। हामी एकछिन परमेश्वरको वचनमा ध्यान दियौँ। आज हामी उपदेश 3 अध्यायको 1देखि 17बाट परमेश्वरको आवाजलाई सुन्नेछौँ। उपदेश 3 अध्यायको 1देखि 17 पद। सबै कुराका लागि समय छ र आकाश पनि सबै कार्य खोज्ने एउटा समय छ, छोडिदिने एउटा समय, राख्ने एउटा समय छ र फाल्ने एउटा समय, त्याग्ने एउटा समय छ र मर्मत गर्ने एउटा समय, सुख लाग्ने एउटा समय छ र बोल्ने एउटा समय, प्रेम गर्ने एउटा समय छ र घृणा गर्ने एउटा समय, युद्ध गर्ने एउटा समय छ र मेलमिलाप गर्ने एउटा समय। काम गर्नेले आफ्नो परिश्रमबाट केला पाउँछ। परमेश्वरले मानिसहरूमाथि हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनु भएले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको त्यसको गहिराईलाई बुझ्न सक्दैनन्। म जान्दछु कि मानिसको निम्ति आफ्नो जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन। परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पियोस् र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्। मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ। जे छ त्यो अघिदेखि नै थियो, जे हुनेछ त्यो पहिलेदेखि नै थियो। परमेश्वरले भूतकालमा भएका कुराहरूको हर हिसाब दिनुहुन्छ। अनि मैले सुने भने अर्कै कुरा पनि देखेँ, न्यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ। मैले आफ्नो मनमा विचार गरेँ, परमेश्वरले धर्मी र दुष्ट दुवैलाई न्यायमा ल्याउनु हुनेछ, किनकि हरेक कार्यको समय हुनेछ र हरेक कामको समय हुनेछ। प्रभुले वचन पाएँ हामी सबैलाई आशिष दिनु। प्रार्थना गरौँ।
प्रभु तपाईँले वचन सोलोमनद्वारा देखाउनु भयो वचनको अर्थ गरिरहेका छौँ बुझाउन गइरहेका छौँ वचनबाट तपाईँ हामीसँग बोल्नुहोस् जसै व्याख्या गरिनेछ वचनद्वारा हाम्रो जीवनमा तपाईँ बोलिराख्नुहोस् र वचन हाम्रो जीवनमा फलवन्त बनाउनुहोस् प्रार्थना चाहन्छौँ यीशु प्रभुको नाममा आमेन। उत्पन्न गराउँछ सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खनाइएको छ। परमेश्वरले विभिन्न कष्टको माध्यमबाट हामीलाई बलियो बनाउन चाहनुहुन्छ। तपाईँहरू बलजङ्गलमा कतिको जाने गर्नु भएको थाहा छैन त्यहाँ हामीलाई असल नलाग्न सक्छ र कहिलेकाहीँ हाम्रा परिस्थितिहरू चाहिँ कुरूप लाग्न सक्छ। तपाईँ जुन अवस्थाबाट जाँदैपछि यो चाहिँ ठिक छैन भनेर चाहिँ तपाईँलाई लागि हुन सक्छ तर परमेश्वरको योजनामा ती सुन्दर नै हुँदछन् किनकि मानिसको हृदयमा उहाँले अनन्तता राख्नु भएको छ। हो रूप छ तर त्यसैबाट उहाँले रूप दिँदै दिँदै जानुहुन्छ। मानिसको कमजोरीको कुरा यहाँ उल्लेख गरिएको छ मानिसको सीमा छ त्यो के हो भन्नुहुन्छ भने परमेश्वरको अनन्ततालाई उसले बुझ्न सक्दैन। यसरी पनि भन्नुपर्ने छ हामीले हरेक परिस्थिति र समयलाई पूर्ण रूपमा बुझ्न सक्दैनौँ। विशेष गरी परमेश्वरको योजनामा हरेक कुरा सुन्दर नै हुन्छन् भन्ने कुरो हामी प्राय बुझ्दैनौँ। त्यस कारणले सोलोमनले हामीलाई भन्दैछन् यो कमजोरीलाई स्वीकार गरेर म बुझ्न सक्दिनँ भन्ने कुरालाई स्वीकार गरेर परमेश्वरमाथि भरोसा राख सोलोमनको माग थियो। अब हामी समयको प्रत्येक क्षणलाई अनुग्रहको दृष्टिबाट हेर्छौँ। परमेश्वरले हामीलाई उत्तम काम गर्नु हुने मौकाको रूपमा हेर्दछौँ किनकि तपाईँ र मसँग काम गर्नुहुँदाखेरि उहाँले अहिले भएकै समयलाई प्रयोग गर्नुहुन्छ र यसैबाट नै हामी जीवनको अर्थ बुझ्दछौँ। हामी उहाँका हातका सिक्छौँ। मित्रहरू संसारका अस्थायी कुरोहरूमा हाम्रो अनन्ततालाई अनन्त जुन भोग छ तृष्णा छ त्यसलाई मेटाउने प्रयास नगर्नुहोस्। धन सम्पत्ति मनोरञ्जन सम्बन्ध एकदम आवश्यक छ किनकि हामीलाई यी कुरोहरू आवश्यक छ भन्ने कुरो परमेश्वर जान्नुहुन्छ। यी कुरोहरू हामीले आर्जन गर्नु पनि पर्छ। उहाँकै भयमा रहेर उहाँकै अगुवाईमा रहेर चलेर उहाँको धार्मिकतालाई राज्यलाई खोजेर यी हामीले प्राप्त गर्नुपर्ने हुन्छ तर यी थोकभन्दा माथि चाहिँ परमेश्वरलाई राख्नुपर्ने हुन्छ। यसो त विश्व श्रम सङ्गठनले 8 घन्टाको समय छुट्याएको छ। 8 घन्टा समय आराम गर्ने 8 घन्टा काम गर्ने यसरी नै समय छुट्याइएको छ। समयलाई व्यवस्थापन गर्ने त्यस्ता केही नियमहरू पनि छन्। हामी यस्तो नियममा बाँधेर भन्दा पनि उहाँले दिनुभएको उपहारलाई कसरी उपयोग गरेका छौँ र कस्तो प्रकारले हामी व्यवस्थापक भएको छौँ। समयको व्यवस्थापक साँच्चै हौँ कि तपाईँलाई मैले विचार गर्नुपर्ने कुरा हो। यो फर्केर आउँदैन। आज दिइएको छ आज नै यसलाई सही ढङ्गले उपयोग गर्नुपर्ने हुन्छ। यसलाई आफ्नो खुसी पाउनको लागि दिइएको होइन परमेश्वरको महिमा गर्नको लागि दिइएको हाम्रो भलाइको लागि दिइएको हिसाब बुझाउनु पर्ने हुन्छ। यहाँ हामीमध्ये धेरैजना कलेजमा स्कुलमा जाँच देख्ने अनुभव पाइसकेका विद्यार्थीहरू पनि छौँ। एउटा विद्यार्थीलाई जाँच लेख्नको लागि 3 घन्टा दिइन्छ। मास्टर पढ्नेले चाहिँ 4 घन्टा लेख्नुपर्ने रहेछ। दिइएको समयभित्र उसले सोचेर कलम चलाउनु पर्ने हुन्छ। जाँचको बेला जुन परीक्षा हलमा बसेको छ त्यहाँ गएर गफ गर्ने सोध्ने त्यो पनि गर्न दिइँदैन। हुन त मैले जाँच देख्दाखेरि बडो नराम्रो अनुभव खेपेको छु। पछाडिबाट सोध्छ वाइ त्यो 5
उसको प्रश्नको उत्तर अलिकति बताइदिए त भन्छ। अनि उताबाट पनि सोध्नु अर्कोबाट पनि कहिले कहिले यति दिक्क लाग्छ हेर्नुहोस्। आफूले लेख्न खोजेको कुरा पनि लेख्न सकिँदैन। परीक्षा गर्नेले पनि हल्ला नगराए भनेर जवाब दिइरहेको हुन्छ, तर पनि फेरि पुछल आउँदैन। कहिले यी दृश्य सम्झेर धिक्कार लाग्छ। हाम्रो शिक्षा जाँच बेलामा अब छेउको साथीलाई कोट्याउने सोध्ने कि अरूले के गरेर बसेका थिए यिनीहरू त्यस्तो भन्न मन लाग्छ। त्यही परीक्षाको कुरा गर्दैछु। जाँच तोकेको समयभित्र लेख्नुपर्छ उसले। जब समय सरस्वती घन्टी बज्छ, घन्टी बजेपछि उसले चाहे लेखोस् अथवा खाली राखोस्, त्यो पढ्न बुझाउनै पर्छ, किनकि ऊ परीक्षा हलमा छ। कतिले चाहिँ यो कापी नबुझाइकन जाने प्रयास गरेको अवस्थामा तिमीले कापी किन गोजीमा हाल्यो त्यो त ल्याऊ भनेर चाहिँ मागेको पनि देखाएको छु मैले। किनभने हाजिर गरिसकेको छ, उसको त्यो कागज भएन भने चाहिँ भोलि त्यहाँ प्रश्न सोध्छ होइन, र उसले पनि सोध्छ भोलि गएर चाहिँ खोइ मेरो चाहिँ परीक्षा फल किन आएन, जहाँ त लेखेकै हो, लेखेको हो भन्ने प्रमाण चाहिँ हाजिरबाट थाहा पाउँछ। कतिले चाहिँ आफ्नो कापी नबुझाइकन जाने कोसिस गर्दछन्। त्यसलाई रोकिँदै भए पनि मागेर कागज दिएर छाड्छन्। त्यही भित्र हाम्रो जीवन पनि एउटा परीक्षा हल जस्तै हो। हामी सबैजनाले परीक्षा लेख्नु पर्ने हुन्छ। समय सकेपछि हामी सबैले आफ्नो त्यो उत्तर पुस्तिका बुझाउनै पर्ने हुन्छ। त्यस कारण सोलोमनले 17 पदमा भन्छन्, मैले आफ्नो मनमा विचार गरेँ, परमेश्वरले धर्मी र दुष्ट दुवैलाई न्यायमा ल्याउनु हुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, हरेक कामको समय हुनेछ। अझ तपाईँले पछाडि पढ्नु भने चाहिँ हिसाब बुझाउनु पर्छ। मैले त्यो पछिमा यहाँ अघि त पढेर यहाँ उल्लेख गरेको छैन। विचार गर्नुहोस्, तपाईँकै हातमा छ। यो खोसिँदैन, खोस्न मिल्ने गरी तपाईँ पाउनुभएको होइन, तपाईँसँगै छ। यो यति हो तपाईँको नियन्त्रण छैन, तर तपाईँकै साथमा छ। तपाईँ चाहिँ समयको एउटा पहरेदार जस्तो वा एउटा व्यवस्थापक जस्तो भएर चाहिँ तपाईँले समयलाई चलाओस् भनेर चाहिँ दिएको हो। समयलाई विचार गर्नुहोस्। तपाईँले अहिले तपाईँ मर्ती भवनमा समय बिताउँदै हुनुहुन्छ। यो समय अनन्तको लागि लगानी हो। यहाँ गएपछि पनि तपाईँले समय बिताउनुहुन्छ। कसरी बिताउनुहुन्छ? तपाईँसँग आफ्नो व्यक्तिगत जीवन छ, तपाईँको आफ्नो परिवार छ, आफ्नो पेसा छ, तपाईँको मण्डली छ। तपाईँ रमाउनुहोस्, आनन्दित हुनुहोस्। तर आनन्दित हुँदाखेरि परमेश्वरलाई हामीले हिसाब बुझाउनु पर्छ भन्ने कुरा पनि मनमा राख्नुहोस्। अझै कडा मेहनत गर्नुहोस् तपाईँ आफ्नो जीवनमा, किनकि तपाईँलाई समय दिनुभएको छ। जब तपाईँले मेहनत गर्नुहुन्छ त्यस बाबत पाइने जुन इनाम छ, परिणाम छ, त्यसलाई तपाईँले आशिष ठान्नुहोस्। हाम्रा समयहरूलाई हामीले परमेश्वरको भयमा बिताउँछौँ भने हामी समयका उत्तम व्यवस्थापकहरू कहलिनेछौँ। प्रेमले उपदेशक जुन आज हामीले खण्ड पढ्यौँ, त्यसबाट वचन हेऱ्यौँ, 3:1-17 समय परमेश्वरलाई महिमा दिने अवसर हो। यो गर्न मिल्ने समयबाट हामी अनन्ततामा प्रवेश गर्दछौँ, उहाँको महिमामा प्रवेश गर्दछौँ। सिकाउनुहोस् र हामी प्रभु धन्यवाद दिन्छौँ तपाईँले दिनुभएको समयको लागि। यो तपाईँको उपहार हो। तपाईँमा उत्तम जीवन बिताउन सकौँ भनेर खराब अवस्थाहरू सामना गर्दै निर्माण हुँदै जानको लागि दिएको समय हो। त्यसकारण समयबाट हामी तपाईँलाई आदर गर्न सकौँ, यो समयबाट हामी अनन्तको लागि तयार हुन सकौँ। आज हामीले जुन वचन सुनेका छौँ, हामीलाई वचन अझै मनन गर्नुहोस्। प्रार्थना गर्छौँ येशूको नाममा, आमेन।
र साथीहरू अब हाम्रो मण्डली चाहिँ सङ्गति गरेर छुट्यो अनि म एउटा मम्मीलाई भेट्न आइरहेको छु। म धेरै दिन भएको थियो मम्मीलाई भेट्नुपर्ने चाहिँ कहाँ जानुभयो होला अनि त्यो मम्मीलाई चाहिँ म यसो भेट्छु। 1 महिना म हराएको थिएँ। सो म कहाँ हुनुहुन्छ उहाँको फेस चाहिँ म देखाउँदिनँ कि, तर त्यो मम्मीलाई म खोज्दैछु कहाँ हुनुहुन्छ, अहिले भेट्छु होला है त। साथीहरू हाम्रो मण्डलीबाट मान्छेहरू सबैजना छुटेको छ। ल है साथीहरू हाम्रो मण्डलीबाट मान्छे छुटेको, अब चाहिँ सबैजना आफ्नो आफ्नो घर जान्छौँ। साथीहरू स्वागत छ फेरि पनि मेरो काइलीको संसार युट्युब च्यानलमा। साथीहरू अहिले चाहिँ म मेरो भिडियो अस्ति गर्दै आएँ, त्यतिकै मैले अन्त गर्नु चाहिँ भ्याएन हेर्छु के, अनि भिडियो पोस्ट गर्नु जाँदा त मेरो भिडियोको त अन्तिम नै छैन। त्यसैले म चाहिँ अब अहिले चाहिँ यो भिडियोबाट तपाईँहरूसँग बिदा लिन चाहन्छु। मेरो च्यानलमा नयाँ हुनुहुने सबैजनाले मलाई लाइक सब्सक्राइब सेयर गरेर र मेरो भिडियो फुल हेरेर साथ सपोर्ट दिनुहोला र म पनि तपाईँहरूलाई त्यसरी नै साथ सपोर्ट दिनेछु। अनि साथीहरू तपाईँहरूको दिन शुभ रहोस् र सुखी रहोस्, खुसी रहनुहोस् भन्दै